म्यानमारको भूकम्पमा मृत्यु हुनेको संख्या 694 पुगेको छ। सीएनएनका अनुसार भूकम्पको कारण 1670 जना घाइते भएका छन्। उद्धार जारी रहेकाले मृतकको संख्या 10,000 नाग्न सक्ने अनुमान गरिएको छ। म्यानमारमा शुक्रबार 7.7 म्याग्निट्युडको भूकम्प गएको थियो, जसको शक्तिशाली धक्का छिमेकी मुलुक थाइल्याण्डमा पनि महसुस गरिएको थियो। त्यहाँ पनि धनजनको क्षति भएको खबर आइरहेको छन्। म्यानमारको भूकम्पको धक्का थाइल्याण्ड र चीनमा मात्र नभएर भारतमा महसुस गरेको थियो। सबैभन्दा धेरै क्षति म्यान्डलेका शहरमा भएको छ। भूकम्पपछि मानिसको भागदौड मचिएको थियो। घर भत्केपछि सडकमा हुनेहरू रोइरहेको दृश्य देखिएको छ। घर भत्केर थिचिएकाले अस्पताल भरिएका छन्। धेरै जना हृदयघातको शिकार भएको जनाएको छ। ट्रेभिसको पहाडी क्षेत्रमा पनि दर्जनौं मजदुर पुरिएका छन्। संकटको समयमा एमनेस्टी इन्टरनेशनलले राहत वितरणको क्रममा राजनीतिकरण हुने त्रास व्यक्त गरेको छ। पूर्व तथा दक्षिण पूर्वी एसिया फ्याक्सकी सहनिर्देशकले सो आशंका व्यक्त गरेकी हुन्। यसैगरी युनिसेफले बालबालिकाको कठिन मानिएको म्यानमारमा यो भूकम्पको कारण थप समस्या उत्पन्न भएको जनाएको छ। युनिसेफको त्यो क्षेत्र इमर्जेन्सी सल्लाहकार ट्रेभल्स क्लस्करले सो कुरा बताएका हुन्।